गाइस मैले यो नयाँ तरिकाले अन्डाको क्यारेटमा मकैको बिउ उमारेर बिरुवा सार्ने ट्राई गरिरहेको छु। यो कस्तो हुन्छ, राम्रो भयो भने फेरि यसलाई कन्टिन्युटी गर्न सकिन्छ। यो मेरो नयाँ आफ्नै एउटा प्रयोग हो, नयाँ मैले प्रयोग गरेको। यसलाई चाहिँ अब फाइदा के छ भने बिउहरू पनि खेर जाने भएन। यो चाहिँ अब यसरी सर यसरी राखेर अब यो एउटा अन्डाको क्रेट चाहिँ पछि मेरो अनुमानमा, मेरो बुझाइमा यो पलाउने बेलामा ठ्याक्कै यसको जराले यो समाउँछ, यसलाई समाउँछ। समाएपछि यो मकिसकेको हुन्छ यो अन्डाको क्रेट। अनि ठ्याक्क त्यसलाई निकालेर सार्ने विचार गरेको छु है। लेट्स सी।